ओइ के भइरहेछ आज भोलि तँलाई खालि उक्का मात्रै तानिरहेछस् खोइ यार आजभोलि के भइरहेछ मलाई यार म आफैलाई थाहा छैन के भइरहेछ भन्नु साथी यसो तेरो मनको कुरा भयो तेरो मन पनि हल्का हुन्छ र मैले के गर्न सक्छु तँलाई हेर्छु खोइ यार कसरी भन्यो यार साथी सोचे जस्तो जिन्दगीमा केही भएको छैन यार कहिलेकाहीँ त आफ्नै जिन्दगी देखेर मलाई त लास्टै बोर लाग्छ यस्तो सुनसान ठाउँमा होइन एक्लै बसौँ जस्तो लाग्छ यार साथी ओइ के भइरहेछ तँलाई कति उक्का तान्न केही कुरा सेयर गर्नु मसँग आएर आइसक्यो त कुन शब्दले लेखौँ त्यस्तो नबिझाउने काँडा जस्तो